महिलाहरूलाई कस्तो खालको यौन आसन बढी मनपर्छ? सबैभन्दा पहिले यो बुझ्न जरुरी छ कि यौन सम्पर्क भनेको केवल शारीरिक प्रक्रिया मात्र होइन, यो दुई व्यक्ति बीचको भावनात्मक र मानसिक मिलन पनि हो। हरेक महिलाको शरीर र रुचि फरक हुन्छ। तैपनि अध्ययन र सर्वेक्षणहरूका आधारमा केही यस्ता आसनहरू छन् जसलाई धेरैजसो महिलाले रुचाउँछन्। आउनुहोस् जानौं ती आसनहरू र तिनीका कारणहरू। धेरैजसो अध्ययनले देखाएको छ कि मिशनरी पोजिसन अर्थात् परम्परागत रूपमा पुरुषमाथि रहने आसन महिलाहरूलाई धेरै मनपर्छ। यसमा पार्टनरहरू एक अर्काको अनुहार आम्ने सामने हुन्छन्। आँखामा हेरेर माया साटासाट गर्न र चुम्बन गर्न सजिलो हुन्छ। यो आसनमा महिलाले आफ्नो पार्टनरको आलिङ्गनमा भएको महसुस गर्छिन्, जसले उनलाई भावनात्मक रूपमा सुरक्षित र नजिक बनाउँछ। दोस्रो धेरै रुचाइएको आसन हो महिलामाथि रहने वा काउगर्ल पोजिसन। यो पोजिसनमा गति र गहिराई महिलाको नियन्त्रणमा हुन्छ। उनले आफूलाई कति र कस्तो प्रेसर चाहिन्छ त्यो आफै तय गर्न सक्छिन्। यो आसनमा महिलाको क्लिटरेसमा घर्षण हुन सजिलो हुन्छ, जुन महिलाको चरम सुखको लागि एकदमै महत्त्वपूर्ण मानिन्छ। तेस्रो लोकप्रिय आसन हो डगी स्टाइल वा पछाडिबाट गरिने सम्पर्क। यो आसनमा गहिरो सम्पर्क हुने सम्भावना बढी हुन्छ, जसले धेरै महिलाहरूलाई जी स्पटमा उत्तेजना दिन मद्दत गर्छ। सधैँ एउटै आसन भन्दा यो अलि फरक र रोमाञ्चक हुने भएकाले धेरैलाई मनपर्छ। यद्यपि यो आसन सबैलाई सहज नलाग्न सक्छ, त्यसैले पार्टनरको सहमति जरुरी हुन्छ। चौथो आसन हो स्पुनिङ अर्थात् चम्चा जस्तै कोल्टे फर्केर गरिने सम्पर्क। यो आसनमा धेरै शारीरिक कसरत गर्नु पर्दैन। यो अल्छी लागेको बेला वा बिहानको समयमा धेरै रुचाइन्छ। यसमा शरीर एक अर्कासँग टाँसिएको हुन्छ, जसले धेरै आत्मीयता र न्यानोपन दिन्छ। साथीहरू, यी आसनहरू भन्दा पनि महत्त्वपूर्ण कुरा के हो थाहा छ? त्यो हो फोरप्ले। धेरैजसो महिलाहरूलाई सोझै सम्पर्क भन्दा पनि अगाडिको प्रेमलीला, स्पर्श र भावना बढी महत्त्वपूर्ण लाग्छ। कुन आसन ठिक हुन्छ भन्ने कुरा क्लिटोरल स्टिमुलेसनमा भर पर्छ, किनभने धेरैजसो महिलाहरू यो बिना चरम सुखमा पुग्न सक्दैनन्। त्यसैले कुनै एउटा मात्र आसन छैन। तपाईको पार्टनरलाई कुन कुराले बढी आनन्द दिन्छ त्यो सोध्नुहोस्। खुलेर कुरा गर्नुहोस्। सहमति र सम्मान नै सुखद यौन जीवनको आधार हो। हस्त साथीहरू, आजको भिडियोबाट तपाईले केही नयाँ जानकारी पक्कै पाउनुभयो होला। यौन जीवनलाई सुखी बनाउन पोजिसन मात्र होइन, भावना पनि जोड्नुहोस्। तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा लेख्नुहोला।